आज म बनाउँदैछु सुँगुरको मासु अनि यो बनाउन चाहिँ एकदम सजिलो छ। सुरुमा भाँडामा थोरै तेल हालेर मासु हाल्ने। यसमा चाहिँ तेल थोरै हाले पनि हुन्छ किनभने सुँगुरको मासु भुट्दै गर्दा त्यहीबाट नै धेरै चिल्लो निस्किन्छ। अनि यो मासुलाई चाहिँ राम्रोसँग चलाएर भुट्नुपर्छ। पानी राम्रोसँग सुकिसकेपछि चाहिँ यो आफ्नै बोसोमा अझ धेरै भुट्टिन्छ रातो हुने गरी। अनि यत्तिको भुट्टिसकेपछि चाहिँ हामीले प्याज हालेर यसलाई मजाले राम्रोसँग चलाउँछौँ। प्याजलाई चाहिँ हल्का गल्ने गरी पकाइराख्नुपर्छ एकछिनसम्म। अनि त्यसपछि त्यसमा बेसार हाल्ने, नुन हाल्ने अनि फेरि एकचोटि मजाले चलाउने राम्रोसँग। नुन र बेसार हालेर त्यसलाई अझै एकैछिनसम्म भुट्टिन दिने। त्यसपछि त्यसमा लसुन अदुवाको पेस्ट, काटेको हरियो खुर्सानी, जिरा धनियाँको धुलो, रातो खुर्सानीको धुलो र थोरै एमएससी हालेर अनि गोलभेडा हालेर त्यसलाई ढाकेर छोडिदिने। अनि एकछिन पाकेपछि निकालेर त्यो गोलभेडा गलिसकेको हुन्छ त्यसले राम्रोसँग पुरै ठाउँमा फैलिने गरी चलाउनुपर्छ मजाले। अनि मसला पकाउनको लागि हामीले त्यसमा थोरै पानी हालेर एकछिन ढाकिदिनुपर्छ। अनि पानी सुकिसकेपछि चाहिँ यत्तिको हुन्छ। त्यसपछि हामीले हरियो धनियाँ हालेर एकछिन चलाउँ अनि हाम्रो पोर्क बनेर रेडी हुन्छ। अनि यो सुँगुरको मासु र दाल र भातसँग पस्किने अनि खाने।